यस्तै खालको सोल्युसनहरू मोडल क्वेसन सोल्युसनहरू अपलोड गर्नेछौँ। तिमीहरू नयाँ छौ भने च्यानललाई सब्सक्राइब गर। यस्तै खालका मोडल क्वेसनहरू सोल्युसन हेर्नको लागि तिमीहरूले चाहिँ मोडल क्वेसन हेरिसके पछाडि चाहिँ क्वेसनको प्याटर्न थाहा पाउँछौ र एक्जाममा चाहिँ सल्भ गर्न अलिक छिटो हुन्छ है। त्यही भएर त्यसकारण चाहिँ हामी यस्तै खालको सोल्युसन अपलोड गर्छौँ। हाम्रो च्यानललाई सब्सक्राइब गर्न सक्छौ त्यसकारण छिटै भिडियोहरू पाउनको लागि। आज चाहिँ म तिमीहरू आउने भनेको छु मैले क्लास 8 को सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा भन्ने बुकको चाहिँ मोडल क्वेसन सोल्युसन गर्न गइरहेको छु। यसको चाहिँ हाम्रो फुल मार्क्स भनेको चाहिँ 50 को हुन्छ र समय भनेको 2 आवर्स हुन्छ। सबभन्दा पहिला सम्म कम हामीलाई के सोध्छ भने अति छोटो उत्तर आउने प्रश्नहरू भनेर दिएको हुन्छ। यहाँ चाहिँ हाम्रो 9 वटा क्वेसन सोध्छ र एउटा क्वेसनले क्वेसनको चाहिँ 1 नम्बर चाहिँ दिन्छ है त। 1 नम्बर चाहिँ क्यारी गरेको हुन्छ एउटा क्वेसनले। अब हेर सबभन्दा पहिला के दिएको छ क्वेसन, विकास भनेको के हो एक वाक्यमा परिभाषित गर्नुहोस् भनेर सोधेको छ। विकास भनेको एकदम इजी छ है, थाहा छ होला तिमीहरूलाई पनि। विकास भनेको चाहिँ आर्थिक सामाजिक र सांस्कृतिक उन्नतिको प्रक्रिया हो भनेर चाहिँ लेख्न सकिन्छ विकासलाई। त्यसरी बुझ्यौ है तिमीहरूले, एकदम इजी छ। त्यस्तै 2 नम्बरमा हेर राष्ट्रिय सम्पदा संरक्षण गर्ने कुनै एक उपाय लेख्नुहोस् भनेर सोधेको छ। अब राष्ट्रिय सम्पदा भनेको चाहिँ के हो तिमीलाई थाहा छैन भने अब अलिकति ठुलो कक्षा पढ्दै आएपछि थाहा हुन्छ। त्यसको संरक्षण गर्नको लागि चाहिँ हामीले के गर्न सक्छौँ भनेर भनेको छ। त्यसको लागि चाहिँ हामीले सचेतनामा वृद्धि गर्न सक्छौँ, त्यसको चाहिँ संरक्षण गर्न सक्छौँ है, त्यसरी लेख्न सकिन्छ। 2 नम्बरमा भइसकेको छ। अब 3 नम्बरमा हेर तपाईँको समाजमा सामाजिक एकता र सद्भाव कायम राख्न तपाईँले गर्नुभएको कुनै एक व्यवहारिक अभ्यास उल्लेख गर्नुहोस् भनेर सोधेको छ। हामीले चाहिँ यहाँ के सोधेको छ त भन्दा हामीले समाजमा चाहिँ बसेर हाम्रो सामाजिक सद्भाव कायम राख्न चाहिँ तिमीले गरेको एउटा व्यवहारिक भनेको तिम्रो व्यवहारमा चाहिँ अवलम्बन गरेको कुनै एउटा अभ्यास लेख भनेर भनेको छ। उसले तिमीले फिजिकल्ली होइन व्यवहारिक रूपमा चाहिँ गरेको। अब मैले व्यवहारिक रूपमा गरेको चाहिँ के छु त भन्दा म जाति विविधता भएका समुदायका सबै सदस्यसँग समान व्यवहार गर्छु भनेर चाहिँ मैले एउटा व्यवहारमा चाहिँ अपनाएको कुरा हो। फिजिकल्ली भनेको चाहिँ मैले गएर ओर गरेको कुरा होइन है। यो 3 नम्बरको भएको छ। 4 नम्बरमा हेर समावेशीकरणको महत्त्व एक वाक्यमा उल्लेख गर्नुहोस् भनेर सोधेको छ। समावेशीकरण भनेको चाहिँ के हो त भन्दा कुनै पनि एउटा समाजमा चाहिँ धर्म जाति भाषा त्यस्तोमा चाहिँ के नगरेको त भन्दा भेदभाव नगरेको भनेको समावेशीकरण, सबैलाई चाहिँ एकै ठाउँमा राखेको भनेको समावेशीकरण गरेको हो। त्यसको एउटा महत्त्व के हो त भन्दा समान अवसर र समानको प्रत्याभूति गराउँछ भनेको। कसरी बुझ्नु पर्यो त हामीले, समान अवसर भनेको सबै जात जातिले पनि समान अवसर पाउने भए, भाषा भाषी लिङ्ग सबैजनाले के हेर समान अवसर पाए, सम्मान पनि पाए है। र त्यस्तो चाहिँ के गर्छ भन्दा समावेशीकरणले गर्छ। एउटा वाक्यमा एउटा महत्त्वपूर्ण कुरा भनेको समावेशीकरण हो एउटा समाजको लागि चाहिने। अब 5 नम्बरमा हेर आफ्नो समुदायमा विद्यमान सामाजिक समस्या हटाउन तपाईँले गर्दै आउनु भएको कुनै एक क्रियाकलाप उल्लेख गर्नुहोस् भनेर सोधेको छ। अब चाहिँ हामीलाई अगाडि व्यवहारको कुरा सोधेको छ, तर हामीले यहाँ तल क्रियाकलापको कुरा सोधेको छ भनेपछि मैले एउटा केही क्रियाकलाप अप्नाएको छु होला। मैले सामाजिक समस्या हटाउनको लागि एउटा क्रियाकलाप लेख भनेको हो। अब मैले चाहिँ गरेको क्रियाकलाप भनेको चाहिँ मैले समुदायमा जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरेको छु। यसरी क्रियाकलाप भनौँ भने मैले गरेको कामलाई दर्शाउने हो। यदि व्यवहार भनौँ भने चाहिँ आफ्नो व्यवहारिक क्रियाकलापमा के गरेको छ त भन्ने हो है। यसरी क्वेसनमा पनि दुईवटा ढङ्गले सोधिएको हुन्छ एक्जाममा, राम्रोसित बुझेन भने बिर्किन्छ। 5 नम्बर भएको छ। 6 नम्बरमा हेर अब नेपालमा सामाजिक समस्या सिर्जना हुनुका कारण तत्त्व बढी जिम्मेवारी भएको ठान्नुहुन्छ र किन आफ्नो विचार एक वाक्यमा लेख्नुहोस् भनेर सोधेको छ। यो क्वेसनले के भन त भन्दा सामाजिक समस्या चाहिँ सिर्जना हुनुमा चाहिँ कुन तत्त्व बढी जिम्मेवार रहेको छ नेपालको सन्दर्भमा है, आफ्नो विचार एक वाक्यमा लेख्नुहोस् भनेर सोधेको छ। मैले ठान्ने भनेको चाहिँ के हो त भन्दा गरिबी र असमानताले चाहिँ के गरेको छ त भन्दा सामाजिक समस्या चाहिँ बढी सिर्जना गरेको छ भनेर लेखिदिएको छु है। एकदम इजी छ। क्वेसनहरू राम्रोसित बुझ्दाखेरि एन्सर लेख्न सकिहालिन्छ। अब 7 नम्बरमा हेर वैदेशिक रोजगारीले सामाजिक जीवनमा पारेको कुनै एक प्रभाव लेख्नुहोस् भनेर सोधेको छ। वैदेशिक रोजगारी भनेको चाहिँ हाम्रो नेपालमा बस्ने कुनै पनि युवा चाहिँ विदेशमा गएर चाहिँ रोजगार गरेको वैदेशिक रोजगारी हो। त्यसले चाहिँ के प्रभाव पारेको छ भनेर सोधेको छ। प्रभाव भनेको असर के पारेको छ त भन्दा टाढा बनाउँछ, परिवारबाट टाढा बनाउँछ, जसले सम्बन्धमा असर पुर्याउँछ भनेर लेख्न सक्छौ। एकदम इजी छ। त्यस्तै 8 नम्बरमा हेर पर्यटन उद्योगको विकासका लागि चाल्नुपर्ने ठोस कदमको सम्बन्धमा आफ्नो वडाका बडा अध्यक्षलाई चाहिँ दिने कुनै एक सुझाव चाहिँ प्रस्तुत गर्नुहोस् भनेर सोधेको छ। आफ्नो ठाउँको चाहिँ विकासको लागि, उद्योगको चाहिँ विकासको लागि हामीले एउटा कुनै ठोस कदम चाल्नु पर्यो भने हामीले चाहिँ वडा अध्यक्षलाई दिने कुनै एउटा सुझाव लेख्नुहोस् भनेर सोधेको छ। आफ्नो ढङ्गबाट चाहिँ मैले चाहिँ के दिन्छु त भन्दा उनलाई चाहिँ पर्यटन क्षेत्रका सम्भावनाहरूको प्रवर्धन गर्न बडा स्तरमा चाहिँ वडा स्तरमा के गर्छु त भन्दा मैले नियमित कार्यक्रम आयोजना गर्नुपर्छ भन्ने सुझाव चाहिँ दिन्छु भनेर लेखिदिएको छु मैले। एकदम इजी छ पनि है। अब 9 नम्बरमा हेर कानुनको प्रभावकारी कार्यान्वयनले कसरी साइबर अपराध नियन्त्रण गर्न सकिन्छ एक वाक्यमा लेख्नुहोस् भनेर सोधेको छ। साइबर अपराधलाई चाहिँ कानुनको प्रभावकारी भनेको कानुनले राम्रो काम गरेर चाहिँ कसरी चाहिँ
साइबर अपराध भनेको पनि थाहा छ र तिमीहरूले कसरी चाहिँ नियन्त्रण गर्न सक्छ भनेर सोधेको छ। कसरी नियन्त्रण गर्न सक्छ त भन्दा एक वाक्यमा लेख्नु पर्ने छ होइन क्वेसन। अब कसरी नियन्त्रण गर्छ त भन्दा यिनीहरूले चाहिँ के गर्छन् भन्दा आफ्नो राम्रो प्रभावकारी काम गरे भने त अपराधीहरूलाई चाहिँ कानुनी कारबाहीको डर देखाएर साइबर अपराध चाहिँ नियन्त्रण गर्न सक्छन् भनेर लेखेको छु मैले। कानुनले डर देखायो भने साइबर अपराध गर्नेहरू पनि डराउँछन्, त्यसबाट चाहिँ के हुन्छ भन्दा अलि नियन्त्रण हुनसक्छ है। अब 9वटा क्वेसन थियो हाम्रो, अहिले मैले समूहमा भनेको छु 9वटा क्वेसन हुन्छ। एउटा क्वेसनले के गर्छ 1 नम्बर चाहिँ क्यारी गरेको हुन्छ। अब समूहमा हेर छोटो उत्तर आउने प्रश्नहरू भनेको छ एकदम छोटो। अब ऐन भएर 1 नम्बरको भन्दा अब 3 नम्बर क्वेसन खाली क्वेसन छ, एउटा क्वेसन या 7वटा क्वेसन दिएको हुन्छ है। अब हामीले अलि 1 नम्बरको खाली भन्दा अलिकति बढी लेख्नुपर्ने हुन्छ यसमा आएर समूहमा आएर हेर। अब यसमा हामीलाई 7वटा क्वेसन दिएको हुन्छ है। 10 नम्बरमा हेर अब शिक्षाले तपाईँको जीवनमा पारेको कुनै 3 सकारात्मक प्रभाव उदाहरणसहित लेख्नुहोस् भनेर सोधेको छ। शिक्षित व्यक्ति बनेर चाहिँ तिमीहरूको जीवनमा कस्तो सकारात्मक प्रभाव भनेको राम्रो प्रभाव आएको छ उदाहरणसहित लेख भनेको हो। मैले चाहिँ के राम्रो प्रभाव देखाएको छु मेरो जीवनमा त भन्दा व्यक्तित्व विकास भएको छ मेरो मेन कुरा। त्यस्तै अर्को रोजगारीका अवसरहरू पाएको छु मैले, सामाजिक सचेतना चाहिँ बढेको छ, अनि आत्मविश्वासमा वृद्धि भएको छ, व्यावसायिक सफलता भएको छ है, अनि समाजमा सम्मान पाएको छु भनेर चाहिँ लेख्न सकिन्छ हामी एउटा शिक्षित व्यक्ति भयौँ भने है। अब 11 नम्बरमा हेर नेपालको राष्ट्रिय सम्पदा संरक्षणमा तपाईँको भूमिकालाई कसरी प्रभावकारी बनाउनुहुन्छ त कुनै 3 बुँदा उल्लेख गर्नुहोस् भनेर सोधेको छ। हामीले चाहिँ नेपालको राष्ट्रिय सम्पदाहरूलाई संरक्षण गर्नको लागि कस्तो खालको राम्रो भूमिका बनाउन सक्छौँ। प्रभावकारी भनेको चाहिँ प्रभाव पर्ने खालको त्यो क्षेत्रमा चाहिँ प्रभाव पर्ने खालको कस्तो भूमिका निर्वाह गर्न सक्छौँ कुनै 3वटा बुँदा लेख्न पर्ने छ। हेर यहाँ सबभन्दा पहिलो बुँदाले के भन्छ त भन्दा सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्न सक्छु। अनि त्यस्तै अब 2 नम्बरमा स्वयंसेवाका रूपमा सरसफाइ अभियानमा सहभागी हुन्छु राष्ट्रिय सम्पदाहरूको भएको क्षेत्रमा है। त्यस्तै 3 नम्बरमा सम्पदा संरक्षणको लागि सामुदायिक सहयोग जुटाउँछु भनेर चाहिँ 3वटा मैले प्रभावहरू लेखिदिएको छु जसले चाहिँ के गर्न सक्छ भन्दा राष्ट्रिय सम्पदा संरक्षणमा भूमिका खेल्न सक्छ। अब हाम्रो 12 नम्बरमा द्वन्द्व भनेको के हो र द्वन्द्व व्यवस्थापनका कुनै 2 उपाय लेखी छोटो व्याख्या गर्नुहोस् भनेर सोधेको छ। एकदम इजी छ। द्वन्द्व भनेको पनि थाहा छ तिमीहरूलाई, झडा पर्नु हो द्वन्द्व भनेको। अब द्वन्द्व भनेको विचार स्वार्थ वा लक्ष्यमा भएको असहमति हो। द्वन्द्व व्यवस्थापनका उपायहरू निम्नलिखित छन् भनेर सोधेको छ। अब तिमीहरूले यहाँ 2वटा उपाय लेख्छ भनेर भनेको छ, 2वटा उपाय लेख्न सकिन्छ है। अब द्वन्द्व व्यवस्थापनबाट के उपाय बनाउन सकिन्छ त भन्दा एउटा संवाद हुन्छ, दुईवटाको बिचमा हुने हो द्वन्द्व त एउटा बिचमा त हुँदैन, 2वटा पक्षबीच हुने हो, त्यस कारण 2वटा पक्षबीच संवाद गर्न सकिन्छ। अर्को भनेको मध्यस्थता पनि अप्नाउन सकिन्छ है। तटस्थ रूपमा गएर चाहिँ मध्यस्थता अप्नायो भने पनि द्वन्द्व चाहिँ व्यवस्थापन हुन सक्छ भनेको द्वन्द्व रोकिन सक्छ। अब 13 नम्बरमा हेर हाम्रा वीर शहीद पाठ अध्ययन पश्चात तपाईँले प्राप्त गर्नुभएको कुनै 3 प्रेरणालाई लेख्नुहोस् भनेर सोधेको छ। एकदम इजी छ। वीर शहीदको पाठ पढेर तिमीहरूले के कस्तो प्रेरणा भनेको के कस्तो सोचहरू पायौ त्यो पाठबाट त्यो लेख भनेको हो। के पाएँ त भन्दा मैले चाहिँ देशभक्तिको भावना पाएँ सबभन्दा पहिला, त्यस्तै बलिदानको महत्त्व पाएँ, त्यस्तै न्यायको अगाडि अडिग रहने प्रेरणा पाएको छु भनेर लेख्न सक्छौ। अब 14 नम्बरमा हेर मौसम र हावापानी बिचको फरक कुनै 3 बुँदामा स्पष्ट पार्नुहोस् भनेर सोधेको छ। एकदम इजी छ। मौसम र हावापानी सबैलाई थाहा छ होला। मौसम भनेको के हो त भन्दा निश्चित समयको तापक्रम भनेको अब अहिलेको तापक्रम भनेको मौसम हो। त्यसले चाहिँ के गर्न सक्छ भन्दा वर्षा पनि गराउन सक्छ, अहिले हावा पनि चल्न सक्छ। त्यो भनेको के हो त भन्दा मौसम हो। हावापानी भनेको चाहिँ कस्तो हुन्छ भने लामो समयसम्मको औसत चाहिँ मौसम चाहिँ के हो भन्दा हावापानी हो भनेको अहिले ग्रीष्मकालीन शीतकालीन ती दुईटा हुन्छ। अब अहिले ग्रीष्मकालीन छ, अब भनेपछि हाम्रो लामो समयसम्म रहिरहन्छ ग्रीष्मकालीन, शीतकालीन आउँछ त पछाडि बुसमागमा भइसकेको पछाडि त्यस्तो चाहिँ हुने हो क्या। हावापानी भनेको मौसम भनेको चाहिँ छिनछिनमा बल्दिरहन्छ। अहिले घाम लागिरहेको छ भने एकचोटि पानी पर्छ, त्यो भनेको मौसम हो। हावापानी भनेको चाहिँ एउटा निश्चित समय अवधिमा चाहिँ परिवर्तन हुन्छ है। अब मौसम भनेको के हुन्छ परिवर्तनशील हुन्छ भनेको छु मैले भर्खरै। हावापानी भनेको के हुन्छ एउटा स्थिर रहेको हुन्छ, जस्तै ग्रीष्मकालीन शीतकालीन हुन्छ है। त्यस्तै मौसम भनेको अर्को कुनै विशेष स्थानमा हुने तत्कालीन वातावरणीय अवस्था हो भनेको मैले भनेको छु। अहिले भएर हावा चलिरहेको छ भने पानी परिहाल्छ। त्यस्तै हावापानी भनेको चाहिँ हावापानी कुनै क्षेत्र वा देशभरको दीर्घकालीन वातावरणीय अवस्थालाई जनाउँछ भनेको शीतकालीन हो। जस्तो अहिले ग्रीष्मकालीन छ, अब शीतकालीन आउँछ, त्यस्तो चाहिँ के हो भन्दा एउटा दीर्घकालीन वातावरणीय अवस्था चाहिँ त्यो हो है। एकदम इजी थियो। अब 15 नम्बरमा हेर नेपालमा जनसङ्ख्या वितरण असमान छ किन, आफ्नो तर्क 3 बुँदामा प्रस्तुत गर्नुहोस् भनेर सोधेको छ। वितरण भनेको चाहिँ ठाउँ अनुसारको चाहिँ राम्रोसित समान भएर बस्न सकेका छैनन् भनेर सोधेको हो। अब त्यसलाई चाहिँ असमान छ किन आफ्नो 3वटा तर्कहरू दिएर चाहिँ बुँदागत रूपमा लेख्नुहोस् भनेर सोधेको छ। त्यो भनेको पहिलो बुँदाले चाहिँ के भनेको छ त भन्दा भौगोलिक बनावटको कारणले पनि के छ त भन्दा जनसङ्ख्या चाहिँ के छ त भन्दा वितरण असमान छ किनभने के छ त भन्दा हिमाल पहाड तराई छ, त्यसमा नि भौगोलिक बनावट चाहिँ के छ त भन्दा फरक छ, त्यसकारण पनि जनसङ्ख्या वितरण असमान छ त्यसमा। र कृषि र रोजगारको सम्भावनाको कारण पनि रहेको छ है। अर्को भनेको
आधारभूत सेवाको पहुँचमा असमानताका कारण नेपालमा चाहिँ जनसङ्ख्या वितरण असमान छ भनेर चाहिँ लेख्न सक्छौँ। यसरी 3वटा बुँदा लेख्ने 3 नम्बर खाले क्वेसन थियो है सबै। अब 16 नम्बरमा हेर्दा नेपालको संयुक्त राष्ट्र सङ्घमा पुर्याएको योगदानलाई समेटी 2 साथीबीच हुने संवाद नमुना तयार पार्नुहोस् भनेर सोधेको छ। संवाद भनेको चाहिँ के भन्दा दुईवटा पात्रहरूबिच भएको कुराकानी हो, त्यसरी बुझ्नु पर्यो हामीले। अब दुईवटा साथीबीच चाहिँ कुराकानी गरेर चाहिँ के जनाउनु पर्यो भन्दा हामीले कुराकानीमा चाहिँ नेपालले संयुक्त राष्ट्रसँग पुर्याएको योगदान चाहिँ हामीले त्यसमा चाहिँ समेट्न पर्यो। अब सबभन्दा पहिला मैले रमेश र सीता दुईवटा पात्र लिएको छु, एकदम थोरै लेख्ने। यसमा 3 नम्बर खाले क्वेसन हो, त्यसकारण रमेशले के भन्छ त भन्दा तिमीलाई थाहा छ नेपालले संयुक्त राष्ट्र सङ्घलाई निकै महत्त्वपूर्ण योगदान दिएको छ भनेर भनेको छ। अनि सीताले हो भनेकी छिन्, अनि कसरी भनेर आएको छ होला है। अनि रमेशले ठिकै भन्यो भनेर भनेको छ। अनि अब कसरी चाहिँ पुर्याएको छ भनेर अलिकति 1-2वटा कुराहरू लेख्ने, 3-4वटा कुरा लेख्ने, अनि लास्टमा हो यसले अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिष्ठा बढाउन मद्दत गरेको छ भनेर भन्ने, चाहिँ हस् त भनेर भन्ने, अनि लास्टमा सकाउने है त। एकदम इजी हुन्छ यो जाने। अब खण्ड ख भने ग भनेको चाहिँ हाम्रो लङ क्वेसनवाला खण्ड हो। यसमा चाहिँ हामीलाई के हुन्छ त भन्दा हामीले चाहिँ 5वटा क्वेसन सोध्छ, त्यो चाहिँ 4 नम्बर खाले हुन्छ हेर। 17 नम्बर हेर, अब नेपालमा सुशासन कायम गर्न कुन कुन पक्ष बाधक देखिन्छन् र किन आफ्नो तर्क प्रस्तुत गर्नुहोस् भनेर सोधेको छ। अब तिमीहरूले के बुझ्नु पर्यो भन्दा नेपालमा सुशासन भनेको चाहिँ के हो बुझ्नु पर्यो। राम्रो शासन, असल शासन भनेको कुशासन नभएको संविधानमा पालना हुने शासन भनेको संविधानले चाहिँ स्वीकारेको शासन भनेको सुशासन हो। राम्रो शासन भनेर बुझ। अहिले चाहिँ सुशासन कायम गर्न चाहिँ कुन कुन पक्ष बाधक देखिन्छन् भनेको, बाधक भनेको चाहिँ नराम्रो पक्षहरू भनेको कुन चाहिँ रोकिरहेको छ राम्रो शासन नेपालमा सञ्चालन गर्नको लागि चाहिँ के रोकिरहेको छ र किन आफ्नो तर्क प्रस्तुत गर्नुहोस् भनेर सोधेको छ। पहिलो मेन कुरा चाहिँ के रोकेको छ भन्दा राजनीतिक अस्थिरता छ। कसरी छ त भन्दा जस्तो अब नेपालमा के भइरहेको छ भन्दा लामो समयदेखि देखिँदै आएको राजनीतिक अस्थिरता भनेको सुशासनको मुख्य बाधक बनेको छ। अब 3 महिना एउटा सरकार रहेको छ, अर्को सरकार फेरि 3 महिनापछि फेरियो, एउटा सरकार दिगो भएर काम गर्न सकेको छैन, त्यस्तो भनेको राजनीतिक अस्थिरता है। अनि अर्को के छ भन्दा भ्रष्टाचार छ। भ्रष्टाचारले नेपालमा के गरेको छ भन्दा अर्को सुशासनको अर्को एउटा ठुलो बाधक बनेको छ, नराम्रो पक्ष बनेको छ। भ्रष्टाचार जताततै छ, जसले के गरेको छ भन्दा पारदर्शिता र जवाफदेहिता घटेको छ, जसले सुशासनलाई प्रभावकारी बनाउन असम्भव बनाउँछ भनेर चाहिँ यसरी 2वटा पोइन्ट लेख्ने नै है। अलि लामो बनाएर चाहिँ लेख्नुपर्छ। यसको उत्तर चाहिँ 1 पेज लेख्नुपर्छ है। तिमीहरूले सक्छौ भने 1 पेज लेख। अनि लास्टमा के लेख्ने भन्दा यी कारणले गर्दा नेपालमा सुशासनको स्थापना कठिन भइरहेको छ। दीर्घकालीन राजनीतिक स्थायित्व, भ्रष्टाचारमा नियन्त्रण र कानुनी कार्यान्वयनको सुधार गर्न सके मात्र सुशासनको वातावरण सृजना हुन सक्छ भनेर लास्टमा आफ्नो तर्क पनि प्रस्तुत गरिदिने। अब 18 नम्बरमा हेर, पुनर्जागरण भनेको के हो। पुनर्जागरणको ले पारेका प्रभावमध्ये कुनै 3 प्रभाव चाहिँ उल्लेख गर्नुहोस् भनेर सोधेको छ। अब पुनर्जागरण भनेको के हो बुझ्नुपर्छ हामीले। सबभन्दा पहिला पुनर्जागरण भनेको पूर्ण भनेको चाहिँ फेरि र जागरण भनेको चाहिँ फेरि पनि के गर्ने भन्दा नयाँबाट सुरुवात गर्ने भनेको पुनर्जागरण भनेको। अब यो चाहिँ कहिले भएको थियो भन्दा 14औं शताब्दीको अन्त्यदेखि 17औं शताब्दीको सुरुवातसम्मको समयमा युरोपमा भएको सांस्कृतिक, बौद्धिक र कलात्मक पुनः आएको के उनीहरूले चाहिँ के गर्दा भन्दा नयाँ युग चाहिँ विकास गरेका थिए। त्यो भनेको पुनर्जागरण भएको छ। अनि पुनर्जागरणको केही प्रमुख कारणहरू भनेको प्रभावहरू चाहिँ यस प्रकार छन् भनेर लेख्न सक्छौँ हामीले। अब 1 नम्बरमा चाहिँ कला र साहित्यको चाहिँ हेर 20 नम्बर पुगेको छ। यतापट्टि कला र साहित्यको प्रगति भएको छ। पुनर्जागरणले चाहिँ कलाको क्षेत्रमा ठुलो परिवर्तन ल्यायो। कलाहरूले चाहिँ मानव आकृतिलाई चाहिँ यथार्थपूर्वक ढङ्गले चित्रण गर्न थाल्दै नयाँ प्रविधिको विकास गरे भनेको चाहिँ के बुझ्नु पर्यो त हामीले। पुनर्जागरणले चाहिँ पारेको प्रभाव भनेको चाहिँ युरोपमा चाहिँ के भएको थियो भन्दा सांस्कृतिक, बौद्धिक र कलात्मक रूपमा चाहिँ उनीहरूले नयाँ युगको विकास गरे। अन्तखेरि तिनीहरूले चाहिँ के गरे भन्दा त्योमा प्रगति गरे। अन्तखेरि वैज्ञानिक क्रान्तिहरू गरे। उनीहरूले चाहिँ विभिन्न थरीका क्रान्तिहरू ल्याए। पारम्परिक धार्मिक मान्यताहरूलाई चुनौती दिँदै नयाँ वैज्ञानिक सिद्धान्तहरूमा चाहिँ विकसित भयो उनीहरूको देश। त्यसरी चाहिँ पुनर्जागरित भएको नै के हो भन्दा पुनर्जागरण भएको हो। अनि फेरि अर्को पोइन्ट के छ भन्दा मानवतावादी दृष्टिकोणको विकास नै भएको थियो। के छ त भन्दा यसमा चाहिँ मानववादी दृष्टिकोण भनेको चाहिँ त्यसै व्यक्तिको अधिकारलाई सुनिश्चित गरिएको छ, स्वतन्त्रमा जोड दिएको छ, मानववादी दृष्टिकोणलाई अघि बढाइएको छ। त्यस्तो खालको कुरा चाहिँ के हो भन्दा मानववादी दृष्टिकोणको चाहिँ विकास भएको भनेर बुझ्नु पर्यो। पारेको 3वटा प्रभावहरू मैले भनिदिएको छु यहाँ हेर। त्यसै अब 19 नम्बरमा हेर, नेपालको आर्थिक विकासमा पर्यटन उद्योगले पुर्याएको योगदानको चर्चा गर्नुहोस् भनेर सोधेको छ। आर्थिक विकास भनेको के हो त भन्दा आर्थिक भनेको चाहिँ पैसाको कुरा हुन्छ। आर्थिकमा चाहिँ त्यसमा चाहिँ नेपालको आर्थिक विकासमा पर्यटन उद्योग भनेको पर्यटन भनेको जुन थरीका देशबाट चाहिँ आएका हुन्छन्, घुम्न आएका व्यक्तिहरू हुन्छन्, त्यस्तो उद्योगहरूको चाहिँ सञ्चालन भएको हुन्छ नि, त्यस्तोले चाहिँ पुर्याएको योगदान भनेको छ। अब सबभन्दा पहिलो मेन के पुर्याएको छ त्यसले योगदान भन्दा विदेशी मुद्रा आर्जन भएको छ। विदेशबाट विभिन्न थरीका पर्यटकहरू चाहिँ नेपालमा भित्रिएका छन्। त्यसले चाहिँ के गरेको छ भन्दा विदेशी मुद्राहरू नेपालमा भित्रिएको छ। मुख्य योगदान भनेको त्यो भयो। अर्को भनेको रोजगारी सिर्जना भएको छ। विभिन्न थरीका उद्योगहरू सञ्चालन भइसकेपछि के हुन्छ त भन्दा त्यहाँ
कामदारको माग हुन्छ, माग बढिसकेपछि नेपालमा चाहिँ बेरोजगारी बसेकाहरूलाई सबैजनालाई रोजगार पाउँछन् है। अनि अर्को भनेको स्थानीय विकास र पूर्वाधार सुधार भएको छ भनेको स्थानीय विकास भनेको चाहिँ स्थानीय क्षेत्रहरूमा पनि रोडहरू पुगेको छ, पूर्वाधारहरूको विकास भएको छ, धारा पुलहरूको चाहिँ विकास भएको छ भनेको 3 नम्बर पोइन्टले चाहिँ जनाउँछ। त्यसरी चाहिँ प्रभाव पाएको छ है। अब 20 नम्बरमा हेर पृष्ठभूमि भरिने गरी नेपालको नक्सा बनाई आफू बसेको प्रदेशमा पर्ने कुनै एक धार्मिक स्थल र एक नदीको सङ्केतलाई देखाउनुहोस् भनेर सोधेको छ। पृष्ठभूमि भनेको एउटा कपी छ जुन तिमीहरूलाई दिएको हुन्छ एक्जाममा लेख्ने, त्यो पुरा भरिनु पर्यो, नेपालको नक्सा कोर्नु पर्यो है। त्यो भनेको मैले कोरिदिएको छु, यो चाहिँ मैले अब आफैले राखिदिएको हो। यो तिमीहरू चाहिँ कुन प्रदेशमा बस्छौ त्यो प्रदेशमा चाहिँ कुनै एउटा धार्मिक स्थललाई देखाइदेऊ। अब तिमीहरू बागमती प्रदेशमा बस्छौ भने तिमीहरूले पशुपतिनाथ देखाउन सक्छौ, अरू प्रदेशमा बस्छौ भने अरू देखाउ तिमीहरूको के छ। अनि एक नदी भनेको जुन नदीलाई पनि देखाइदिन सक्छौ तिमीहरूले। यहाँ चाहिँ मैले है लुम्बिनीलाई देखाइदिएको छु है, लुम्बिनी प्रदेश अन्तर्गत पर्ने। अनि फेरि कोशी कोरिडोरलाई देखाइदिएको छु, चाहिँ छुट्टै खालको भयो है। तिमीहरूले चाहिँ आफ्नो नक्सा चाहिँ के गर्नुपर्छ भन्दा एउटा प्रदेश, आफ्नो प्रदेशको चाहिँ के छ, आफ्नो प्रदेशको मुख्य धार्मिक स्थल, प्रमुख धार्मिक स्थल है, एउटा नदीको चाहिँ सङ्केत देखाइदिने। अनि तिमीहरू के बुझ्नु पर्यो भन्दा सामाजिकको एक्जाममा चाहिँ 100% फिक्स हुन्छ यो नक्साको चाहिँ एउटा नक्सा बनाउने चाहिँ, नेपालको नक्सा बनाउने चाहिँ। त्यस कारण त्यो चाहिँ राम्रोसित प्र्याक्टिस गरेर जानु पर्यो। अनि फेरि भनेको छु मैले 5 मार्क्स क्यारी गर्छ यसले। तिमीहरूले एउटा नक्सा राम्रो बनायो भने 5 मार्क्स आइहाल्छ, त्यसरी बुझ्नु पर्यो है। यो चाहिँ लास्ट क्वेसन थियो हामीलाई नक्सा बनाउने लास्ट क्वेसन रहेको छ। यसरी मैले क्लास 8 को सामाजिक बुकको चाहिँ मोडल क्वेसन सोल्युसन गरेर सकाएको छु। तिमीहरूलाई चाहिँ भिडियो कस्तो लाग्यो? हामी यस्तै खालको भिडियोहरू, मोडल क्वेसन सम्बन्धी भिडियोहरू क्लास 8 को सबै सब्जेक्टको चाहिँ अपलोड गर्ने प्रयास गर्नेछौँ। त्यस्तो प्रयासको लागि तिमीहरूले चाहिँ सहयोग गर्नको लागि हामीलाई एउटा यो भिडियोलाई लाइक गरेर अनि च्यानललाई सब्सक्राइब गर्न सक्छौ। जसले चाहिँ हामीलाई नयाँ भिडियो बनाउने मोटिभेसन मिल्छ, यस्तै खालको भिडियो बनाउने मोटिभेसन मिल्छ। त्यस कारण धेरैभन्दा धेरै लाइक गर अनि च्यानललाई सब्सक्राइब गर्न सक्छौ। आजको लागि चाहिँ यति नै भयो। अब नेक्स्ट भिडियो चाहिँ कुन मोडल क्वेसन अपलोड गरौँ कमेन्ट गरेर भन्न सक्छौ। आजको लागि चाहिँ यति नै भयो। भिडियो लास्टमा सबैजनालाई चाहिँ धन्यवाद।